हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि म पानी लिन जाँदैछु। आज चाहिँ पानी लिन गएर सुरुवात गर्दैछु आजको ब्लग। अनि मैले चाहिँ यहाँ पानी भर्दैछु। अनि म पानी लिएर पनि आइसकेँ। हाम्रो बाटो चाहिँ एकदम चिप्लो छ क्या, बर्खाको समय छ नि त, अनि एकदम चिप्लो छ। अनि घरमा आउँदा चाहिँ नानीले छोरोलाई खेलाइरहनु भएको थियो। अनि यहाँ चाहिँ हेर्न न परिवारले कस्तो राम्रोसँग चारा खाइरहेको, मलाई राम्रो लाग्यो। अनि म चाहिँ मकै लिनको लागि हिँडेँ। अनि यहाँनिर चाहिँ हाम्रो यता गाउँमा चाहिँ सूर्यमुखी फुलहरू पनि लगाउनु भएको छ कि कस्तो राम्रो देखेको छ है। अनि त्यस पछाडि चाहिँ म बिस्तारै जाँदैछु मकै लिनको लागि। अनि मकै लिन चाहिँ म जाँदैछु। अनि यस्तो छ है, गाउँमा एकदम मकै पाक्ने समय छ नि त। मैले हिजो अस्तिको भिडियोमा पनि भनिरहेको थिएँ, म जाँदैछु। अनि त्यस पछाडि चाहिँ यहाँ चाहिँ खेत रोप्ने बेला पनि हुँदैछ कि गाइस हाम्रोतिर चाहिँ एकदमै। अनि म चाहिँ जाँदैछु यता। यस्तो हुँदैछ, यो चाहिँ हाम्रो खेत हो। अनि खेत चाहिँ आधा रोपिसकेको छ भनेको थिएँ मैले अस्ति, आधी चाहिँ मकै भाँच्नै बाँकी छ। अनि हामी चाहिँ मकै भाँच्नलाई अब तल जाँदैछौँ। अनि मैले चाहिँ मेरो गाउँ पनि देखाएँ कि यही बेलामा यस्तो छ है भनेर, हाम्रो गाउँ पनि देखाउन खोजेँ तपाईँहरूको लागि। अनि त्यस पछाडि चाहिँ म चाहिँ यहाँ मम्मीलाई कुर्दैछु क्या। मम्मी अर्को खेतमा जानुभएको थियो, म तिमी आउँदै गर है, म आउँछु अनि मकै भाँचौँला सँगै भन्नुभएको थियो। अनि मैले चाहिँ मम्मीलाई कुर्दैछु अहिले चाहिँ। अनि मम्मी आउनुभयो। अनि मम्मीले मकै भाँच्दै हुनुहुन्छ, मैले पनि सँगै भाँचेँ हो। यता बस पनि आयो बाटोमा, मैले त्यो पनि देखाइहालेँ तपाईँहरूको लागि, यसो सदुपयोग गरिदिउँ समयको भनेर। अनि हामी यहाँ चाहिँ मकै थुपारेर भारी पनि हाल्नलाई हो, यही बेलामा पानी आउन लागेको छ क्या। अनि भारी पनि हालिदियौँ, यतै काम गरेर आउनेहरू पनि आउनुभयो। अनि मैले मकैको भारी बोकेँ। अनि अब चाहिँ म घर जाँदैछु गाइस। अनि